त्यसपछि यसरी अब च्याउ बनाउने तयारी हुँदैछ यहाँ। अब यसमा चाहिँ त्यो प्याक गरिसकेपछि यसरी पराल हाल्ने, पकाइसकेपछि अब फेरि च्याउ यसरी हालिसकेपछि यसरी हालिसकेपछि फेरि अनि पराल हाल्ने होइन। अब फेरि पराल हाल्ने, त्यसपछि यसरी च्याउ हाल्ने, यस्तरी देखिने रहेछ। एउटामा लगभग 5वटा लेयरसम्म हुने चाहिँ। यस्तै 2 थैला। पहिला पराल पकाउनु भयो होइन, त्यसपछि त्यसलाई चाहिँ चिस्याउने, चिसाइसकेपछि पराल धोएर पकाउने, पकाइसकेपछि अनि चिस्याउने, चिस्याएपछि त्यसपछि अनि अब च्याउ त्यो थैलामा चाहिँ भर्न सुरु हो।